Let's hear what conservation farmers from RSTP Dhading has to say. तपाईले अघि अदुवाको के भ्यू पाएन कि के भन्नुभएको मेरो हो मैले अहिले बाँडेको के अरे किन आउनु मान्छेले बेचेको अनि त्यो कुरा गरेको त सर अदुवाको तपाईहरु दिनभरि त हाजै लगाउँछु लगाउनु त मैले आमासँगलाई नि भने त आधा छैन एउटा के गरौँ न के अरे यही थिङ चाहिँ मल लाउँ बाँझो गरेर लगाउँ भने आदो खेती गरौँ बेसा खेती गरौँ भन्ने हो त तर नगर्ने के किन छैन आदो बेसार लायो भने बाँधाले खान्न भन्ने कुरा त गरेको मैले नि मकै बाँधा बेसार पनि गाउँमै 110 मा त गइरहेकै छैन मैले नि 110 केजीको आधी केजी बेसारले महँगो आधा केजी हुन्छ है ठुलो कुरा आफूले चाहना चलाउनु पर्छ मैले पोर चापाती बनाएको यसमा खाने नै साल बिरा खान्छ म त एक साल बिरा खानुपर्छ पोर चापाती बनाएको थिएँ यसो साल बिरा खाँदै कस्तो हुन्छ दिदी त्यो अब रोबेको बुझु गइहाल्छ तिती पनि कति बेच्यो मैले अहिले बेच्यो फेरि रोबे खान्छ सबै स्याहार्नु पर्ने एकै ठाउँ गरे भने बरु हुन्छ त्यही एकले गुवाङ चमल खाने गरे अनि कोही एकै छोरी धेरै हैन थोथर लाग्यो भने थाहा हुन्छ बनाउनु नि यो पालि कफी लगाउने हो त ल्याम हुन्छ साथीहरु सबै माने अनि नि त लगाउनै पर्ने हो लाउनै पर्छ मुनि नि माने हामीले नि आफै गरे आउनु पर्यो पहिले फेरि उहाँको सल्लाह आएर पनि भन्नुभएको थियो कफी नै गरौँ भन्ने कफी चाहिँ पुगेको थियो त्यो तनु उनै भयो त्यहाँ के भयो है त्यो पहिलादेखि नै यो ठाउँमा चाहिँ कफी बर्दिया फाट्छ हाम्रो चाहिँ एउटा बिरानी लगेर हुन्छ कि कफीको चाहिँ बिरानी नआएर अनि आएन है कफी लगाउँ भने आप चाहिँ पर्ने फले हो यसमा चाहिँ त्यति बसेन अलिअलि छ कतिवटा बोट छ तपाईसँग आँपको आँप त छ नि 6वटा हो कि 7वटा बोट यसपालि पनि धेरै फुलेन अब यहाँ डाँडामा चाहिँ धेरै फल्दैन पोर त भलै फलेको थियो पोर चाहिँ मिठो थियो है त्यो आफूले खानु पाएन काँचै गुलियो है सबै गरे टिपेर ल्याएर यसमा झगक्क गुलिरहेछ यसपालि धेरै फुलेन नि पोरको फलेको अनि त्यो छ आफूलाई खानु त पुग्छ होला बस्यो भने त कस्तो काम चाहिँ गुलियो नि त्यो आँप त त्यही मुनारो त्यो चरा गुड्थ्यो सधैँ हेर्न आउने तपाईले त्यो तपाईको आँप देखेर अनि अरु मान्छेले आँप मागिरहेको थियो कि मलाई पछि आँपको बिरुवा मागिरहेको थियो ए हाम्रो त कति ध्यान गरे पर लौरो काटेर ल्याएर अनि राखेको छ लड्नी है त्यतिको चाहिँ गर्नुपर्छ फेरि अनि त्यो गरे भने त फेरि लड्छ नि सानो इत्रु बोर्छ है माथि ठुलो त्यतिखेर झुप्पा फुल्छ अनि लौरोले सबै यसरी टेका दिएर सर अहिले त्यो गडेर घर छेउमै फल्यो मेरो घर अनि तलमा पनि फल्यो कागती छ फेरि जुनार चाहिँ फुले खानु जुनार चाहिँ दिएको भयो सुन्तला पनि नि कस्तो राम्रो फुलेको त्यति साह्रै बसेखेर आफूलाई बच्चाहरूलाई पुग्ने बसेको के भन्नु टाँसेको त्यो के अरे किरा टाँसे के भन्छ पासो के भन्दा नि हो त्यो टाँसे त कता लौरो मुनेर यस्तो गरेर टाँसेको बुढ्मै आजकल चाहिँ तपाईँले आयो किरा भन्दै मैले त्यो त मुन्ने हो त बडाले झारेर बसेर धेरै त्यो जात त के अरे काम्रो के फलफुलै बोलाएकै वर्षबारे फुलेको थियो फुल भाग्दै फाले चासिँदै चाहिँ आँप काम्रो बोलबाट जोगाउनुलाई धेरै दाउ हुन्छ आठौँलाई भन्दा बोलबाटलाई जोडाउने लाग्छ फेरि के दाउनामा नि खान्छ धेरै रोग लाग्छ आफ्नो तरिका जाने भने चाहिँ लाउनु पर्छ यता मात्रै सोचिहाल्छ नि हाम्रो त सरहरू अझ थप गरेर बस्नु भए झन् राम्रो हुन्छ धेरै धेरै अब भन्छ नि सबै कुरा हामीले
अब कफी बनाउने मिसिन दिनु पर्यो तपाईँहरूले होइन खेती गरेपछि है पायो अनि त्यही त हुन्छ कति त फल्दैछ क्या मजाले फल्दैछ यदि हामी 6 महिनापछि गयौँ रे अनि यो काम गरिराख्नुहुन्छ कि अब कोही हेर्न आउँदैन भनेर छोड्ने हो? होइन सर गरिराख्ने हो झन् सिकेर झन् गर्दै नगरेर त के काम अब कहाँ कहाँबाट किनेर खानु भन्दा आफै गर्नु पर्यो आफ्नो अर्ग्यानिक बनाउने हानि हो सबै सिकेर झन् गर्नु पाएँ तपाईँहरूको बारीमा के तरकारीहरू छन्? हाम्रो अहिले त सब बन्दहरू सकिहाल्यो अब त त्यही प्याज लसुन प्याजहरू मात्रै छ अहिले त टमाटर छ अरू के कसरी जान्ने अरू चिजहरूलाई दिन्छ हाम्रो यहाँ योसम्म भनौँ न अब यो कोदोमुखी भन्दा अदुवातिर हुन्छ कि भन्ने विचार पनि छ सर। अदुवा? हजुर अदुवातिर चाहिँ हुन्छ कि भन्ने छ। अनि बेसार? हजुर बेसार झन् इस्यु हुँदैन नि सर। अब आधा केजीले 110 रुपियाँ पऱ्यो झन् त्यो भयो हुन्थ्यो। अदुवा यो बेसार यतापट्टि लाग्नुपर्ने भन्ने पक्षमा पुगेर त पुगिरहेको छ सर। मस्त त हाम्रो त्यस्तो भइरहेको त्यसको लागि हाम्रोबाट के सहयोग चाहियो त? सरकारबाट के सहयोग चाहिने भनेर चाहिँ अलिकति बोट बिरुवाको लागि चाहिँ भयो सर। हाम्रो ठाउँ र जग्गा भने हामी चाहिँ पछ्दै थियौँ। हामी यो पाट पराउनु बन्ने ठाउँ यी बोट बिरुवाहरूको लागि चाहिँ यस्तो कोही सहयोग पायो भने त्यो गर्नु सकिन्थ्यो होला जस्तो लाग्यो। यो भन्दा यो चाहिँ हुन्थ्यो होला जस्तो लाग्छ सर। हामीले निकाल्नु पर्यो धुलो के धुलो बनाएर बरु त्यो प्रोसेसिङ गर्ने त्यो पिस्नु पर्ने फ्याक्ट्रीबाट एउटा के हुन्छ प्याकेजिङ गर्ने पिस्ने काम बरु हामी सबैजना मिलेर गरौँ न। बिउ दिने हाम्रो काम, रुखो तरिका सिकाउनु पनि हाम्रो काम। अनि कफी पनि लाउनु पर्यो। कफीसँगै एभोकाडो पनि लाउनु लाउँछ जस्तो लागिरहेको छ कि